हेलो अनि नमस्ते गाइजहरू है सबैजनालाई सम्झेको छु मिठो सम्झना सबै आरामै हुनुहुन्छ होला। धेरैले मलाई सोधिरहनुहुन्छ टिकटकको इनबक्सतिर अनि कमेन्टहरूमा पनि आइरहेको हुन्छ, दाइ तपाईँ कोरियामा के काम गर्नुहुन्छ, तपाईँको काम कस्तो छ, अनि कोरियामा काम गर्न कस्तो गाह्रो हुन्छ कि सजिलो हुन्छ भन्नुहुन्छ होइन। कोरिया भनेको कस्तो भने कामै गर्न आउने हो होइन। त्यो पनि हामीले कस्तो खालको काम गर्ने भन्दा कोरियन अथवा यहाँ हुने कुनै पनि व्यक्तिले काम नगरेको काम चाहिँ बाहिरका विदेशीलाई लाउने काम भनेको थर्ड क्लास काम। थर्ड क्लास भन्दा चित्त दुख्ला नराम्रो लाग्यो, तल हान्ने भनेको कुल्लिने हो क्या, हामीले गर्ने भनेको त्यही हो। त्यही भएर काम गर्ने मान्छेले सानो मनोबल बनाएर नआउनु सकभर, अनि ठुला सपना देखेर पनि नआउनु। अर्काले 3 लाख 4 लाख कमाउँछ भनेको भरमा पनि नआउनु। कुनै 8 घन्टा गर्नलाई नसकिने खालका काम पनि हुन्छन्। 3D काम गर्नुपर्छ। 4 हिलो खाँतीमा लगेर हामीले हाल्ने हो 3Dमा डट्टी। डिफिकल्ट भनेको सोचेको भन्दा धेरै फरक खालका काम हुन्छन् हो। म ताक्छु मुडो बन्छ र ताक्छ घुँडो भन्ने खालका काम हुन्छन् है। के सम्झेर सोचेर हुन्छ कहाँ लगाएर हालिदिन्छ। अनि अर्को डेन्जरस एकदमै ठुला मेसिनहरूसँग काम गर्ने हो। त्यसैले गर्दा कसैको ओहो म कोरिया गएर यति पैसा कमाउँछु यस्तो खालको सोच्छ भनेदेखि हजुरहरूले यो सोचलाई चाहिँ त्यहाँ मार्दा हुन्छ। अनि कोही पनि सानामा अब घरमा पनि यसो केही सिङ्को नभात्ने कोरिया आएर काम गर्छु भन्नुहुन्छ, पैसा कमाउने उद्देश्यले भाषा पढ्दै हुन्छ भने तपाईँले भाषा नपढ्नु होला, तपाईँको लागि व्यर्थ हुनसक्छ। कोरिया तपाईँहरूको लागि होइन, कोरिया मिडल क्लास फ्यामिलीका छोराछोरीको लागि हो, जसले चाहिँ जस्तो सुकै काम पनि गर्न सक्छन्, जस्तो सुकै दुःख पनि खप्न सक्छन्, कस्तो सुकै पसिना पनि बगाउन सक्छ, तिनीहरूको लागि है। तपाईँहरू युके अस्ट्रेलियातिर भाँडासाँडा मान्दै जाँदा राम्रो हुन्छ मेरो विचारमा। अनि कोरियाको काम एकदमै गाह्रो हुन्छ, सोचेको भन्दा पनि फरक, अनि एकदमै सोचेको भन्दा डिफिकल्ट। त्यसैले गर्दा यदि कोरिया आउन कोही चाहँदै हुनुहुन्छ भने पहिला सबैभन्दा ठुलो कुरो आत्मबल, मनोबल दह्रो बनाउनुहोस् हो। म जस्तो सुकै काम गर्न सक्छु भन्ने क्षमता छ भने मात्रै भाषा पढ्नुहोस्, त्यसपछि आउनु होला। कोरिया आउनुहुने सम्पूर्णलाई स्वागत छ है त।